हेलो एभ्रिवान, नमस्ते, रसिदले वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म तपाईहरुलाई यहाँ हाम्रोमा फुलिरहेको वाइल्ड अर्किडहरु देखाउँदैछु। तपाईहरुलाई मैले वाइल्ड अर्किडहरु मेरोमा भएको वाइल्ड अर्किडहरु प्राय मैले फुलेकोहरु पनि देखाइसके है। अनि अहिले पनि यहाँनिर फुलिरहेको छ। यो चाहिँ यसको नाम चाहिँ हो डेन्ड्रोबियम डेन्सिफ्लोरम भनेर भनिन्छ यसको नाम। अनि यो चाहिँ एकदमै मजाले यसरी फुल्छ, हेर्नुस् न कस्तो मजाले फुल्छ यो चाहिँ। यसमा चाहिँ 3टा स्टिक फुलेको रहेछ। अनि यो चाहिँ यस्तो छ, यसरी देख्छ, यस्तो एकदमै मजाले फुल्छ। अनि कलर पनि एकदमै मजाको छ। प्राय हाम्रोमा यो अहिले फुलिरहेको चाहिँ येल्लो कलरहरु मात्रै छ। अनि हेर्दैछौँ अरू कुन कुन कलरको फुल्छ है। अहिले चाहिँ फुलिरहेको चाहिँ यो कलर छ, बेसी त छैन, 3-4वटा छ यो हाम्रोमा। अनि 3टा जस्तो चाहिँ अहिले फुलिरहेको छ, एक दुईवटा चाहिँ फुलेको छैन है। कुन चाहिँ कलरको हुँदो रहेछ त्यो पनि म तपाईहरुलाई देखाउने छु। अनि अहिले चाहिँ हाम्रोमा यो कलरको फुलिरहेको छ, हेर्नुस् न एकदमै राम्रो यो भयो है। अनि अर्को चाहिँ यो त मैले तपाईहरुलाई पहिलेदेखि देखाएको है फुलिरहेको, हेर्नुस् न एकदमै लङ लास्टिङ हुन्छ। अनि यो फुल नभनेको पनि महिना ज्यादा भइसक्यो होला है। मैले तपाईहरुलाई देखाएको थिएँ भिडियोमा, पहिलाको भिडियोहरु तपाईले हेर्नुभयो भने देख्नुहुन्छ। अहिलेसम्म पनि राम्रै छ यो, यति लङ लास्टिङ हुन्छ। यो त फ्याब्स हो, स्लिपर अर्किड पनि भनिन्छ यसलाई। अनि यहाँ छ सेम कलर हो, यसरी फुल्छ, हेर्नुस् न कस्तो मजाले फुल्छ। अहिले झन् मैले अहिले यो अराउन्ड 5 बज्दैछ है बेलुकीको, त्यसले गर्दाखेरि अलिकति फुल यो भइरहेको छ। अलिकति घाम लागेको बेलामा मजाले यसले घामहरु पाउँदाखेरि चाहिँ यो फुलहरु पनि एकदमै मजाले फक्रिरहेको हुन्छ क्या। अहिले चाहिँ अलिकति अब यस्तो भइरहेछ नि। यो हप्ता मैले तपाईहरुलाई अस्ति पनि देखाएँ। यसको चाहिँ हाम्रोमा 2टा कलरको छ, 2टा हैन 3टा कलरको छ यो चाहिँ हाम्रोमा। यो चाहिँ हाम्रो डेन्ड्रोबियम नोबाइल भनिन्छ, डेन्ड्रोबियम। अनि यो चाहिँ हाम्रो लोकली पाइने, हुन त सबै लोकलै पाइनेहरू हो वर्ल्डमा है, तर यो चाहिँ धेरै मात्रामा पाइन्छ। यो चाहिँ सुनखरी भनेर भनिन्छ अथवा सेलोजिना पनि भनिन्छ यसलाई चाहिँ। हाम्रो नेपाली भाषामा चाहिँ यसलाई सुनखरी भनेर भनिन्छ। यो पनि फुलिरहेको छ एकदमै मजाले। अनि योहरू त अब सकिँदैछ फुलेर। मैले तपाईहरुलाई यो धेरै अगाडि सेयर गरेको थिएँ है। यसको त अब यो त लास्ट स्टेजमा छ, सक्नै आँटेको छ, 1-2वटा मात्रै छ यसमा। वाइल्डहरु चाहिँ नि यस्तो मजाले हुन्छ है, हेर्नुस् न। हाम्रोमा चाहिँ यहाँनिर चाहिँ एकदमै वेदरले पनि साथ दिएर होला। अनि वाइल्डहरु पनि यसरी मजाले हुन्छ। मान्छेले भन्छ वाइल्डहरुलाई चाहिँ अब यसरी हट हाउसहरुतिर नराख्नु, जति सक्दो चाहिँ बाहिरै राख्ने ट्राई गर्नु, किनभने अब वाइल्ड नेचुरलहरु हो हैन, नेचुरली नै राम्रो हुन्छ भनेर भन्छ। तर यहाँनिर हाम्रोमा वेदर राम्रो छ, त्यसले गर्दाखेरि पनि होला। अब हट हाउसभित्र पनि हाम्रो त अहिलेसम्म मजाले भइरहेको छ। अब यो भन्दा अझै राम्रो हुन्छ होला बाहिर राख्यो भने है। तर अब अहिले फिलहालको लागि चाहिँ एकदमै यिनीहरू ठिकै स्टेजमै छ, राम्रै छ। अनि म तपाईहरुलाई अझै देखाउँछु ल फुल्दै गरेकोहरू। यो अर्किड पनि अब फुल्ने, अर्किड मात्रै भन्दो रहेछ खालि, क्याक्टस पनि यसको पनि अब फुल्ने टाइम आएको रहेछ नि त। अनि त्यसले गर्दाखेरि अहिले फुल्दैछ। यहाँनिर पिङ्क कलरमा पनि फुलेको थियो, त्यो चाहिँ अहिले कहाँ गयो। बेलुका भएपछि फेरि अलिकति यो
यसको फुलहरू पनि उयो हुन्छ, त्यसले गर्दाखेरि क्या बेलुका भएपछि चाहिँ अलिकति यो फुलहरूलाई सबै अब रेस्टिङ टाइममा गएको नि त, अनि बिहान भएपछि फेरि मजाले ढकमक्कै हुन्छ, त्यति बेला राम्रो देख्छ। यहाँनिर अस्ति धेरै पुरा पिङ्कहरू फुलेको जस्तो लागेको थियो, अहिले त यो एउटा मात्रै छ। कहाँ कहाँ गएछु। अनि यो पनि फुल्नु लागेको छ, यो पनि म तपाईहरुलाई, यदि तपाईहरुलाई यसको नाम थाहा छ भने कमेन्टमा भन्नुहोस् के हो यसको नाम भनेर है। तपाईहरुलाई थाहा छ कि थाहा छैन यसको नाम। यो पनि फुल्न आँटेको छ, यो जब फुल्छ यो पनि म तपाईहरुलाई शेयर गर्नेछु है। अहिले यो कोपिलै लागिरहेको छ यसको, यस्तो लामो छ हेर्नुस् न। अनि यसको चाहिँ बोट चाहिँ यस्तो छ। यहाँ पनि फुलिरहेको छ। यो फुलेको चाहिँ अलिक निकै दिन भइसकेको छ, त्यसले गर्दाखेरिको अलिकति यसको फुलहरू मुर्झाएको जस्तो टाइपको छ है। तर घाम लाग्दाखेरि अलिक फक्रिँदो रहेछ यो फुलहरू, मैले प्रायः याद गरेको यसको घाम लाग्दा अलिकति यसको कप साइजहरू ठुलो भएको जस्तो लाग्छ। यो मैले अस्ति पहिला तपाईँलाई एकपल्ट देखाएको थिएँ नि, नफुल्दाखेरिको चाहिँ के हो है, बित्थाको जिङरिङ परिगएको देख्छ। तर जब यो फुल्छ त्यति बेला चाहिँ यसले चाहिँ मान्छेको सबै एट्र्याक्सन ग्र्याब गर्छ भनेर भनेको थिएँ नि। यो चाहिँ अहिले फुली चाहिँ सकेको छैन, फुल्नको लागि रेडी छ। यो फुलेपछि म तपाईहरुलाई यसको भिडियो शेयर गर्नेछु। यस्तो मजाले लाग्छ हेर्नुस् न कोपिला, कुनै हाँगा छैन कोपिला नलागेको, सबैमा लागिरहेको छ यसरी फुल चाहिँ। यो चाहिँ अर्को पनि छ यसरी नफुल्दाखेरिको चाहिँ मान्छेले यसो अब नचिन्नेहरूले त के राखेको यस्तो झिक्राहरू भनेर भन्छ नि है। तर जब यो फुल्छ नि त्यति बेला मात्रै थाहा हुन्छ यो चाहिँ के हो भनेर। यस्तो दामी फुल्छ। अब यो रेडी छ फुल्नको लागि। यो फुलेपछि म तपाईहरुलाई यसको पनि भिडियो शेयर गर्छु, हेर्दै गर्नुहोस्। यहाँ हेर्नुहोस् नि अर्को यस्तो मजाको छ, यो चाहिँ एकदमै राम्रो छ। यो पनि यो चाहिँ मैले तपाईहरुलाई अगाडि पनि शेयर गरेको थिएँ, त्यसले गर्दाखेरिको मैले यो बेसी शेयर गरिनँ। यो चाहिँ फुलेको अलमोस्ट 2 मन्थहरू भइसक्यो है। अब यो सक्दैछ, लास्ट स्टेजमा छ। 2-2.5 महिना चाहिँ यसको फुल चाहिँ बस्छ, त्यति लङ लास्टिङ हुन्छ क्या यो। कम्ती भनेको 1-1.5 महिना चाहिँ लास्टिङ हुन्छ। अनि यो पनि एकदमै लङ लास्टिङ। अनि यसरी फुलिरहेको छ। अनि यो मैले जुन भन्दै थिएँ सिको रकिड, यो बोल्दैन अनि यो हेर्नुहोस् त, मैले तपाईँलाई कहिले शेयर गरेको यो, तर पनि स्टिल जस्तो थियो त्यस्तै छ। यो पनि अब लास्ट स्टेजमा छ, यो पनि सक्यो। अब यसको चाहिँ यो एउटै रहेछ राम्रो चाहिँ, अरू सबै यस्तो भइसकेको रहेछ हो। त्यो फुलिसकेपछि यसको स्टिकहरू सबै काटेर फ्याँकिदिनुपर्छ। अनि यसरी नयाँ फेरि आउँछ नि त प्लान्टहरू। अनि यो पनि त्यही हो, सेम यसको फुलिसकेपछि टक्कै मुनि फेरिबाट स्टिक काटिदिनुपर्छ। अनि नेक्स्ट इयर फेरि मजाले फुल्छ। अनि यो पनि अब लङ लास्टिङ नै छ, यो पनि एकदमै लङ लास्टिङ हो। यो पनि मैले तपाईँलाई धेरै अगाडि भिडियो सेयर गरेको थिएँ। अन्त स्टिल यो फुलिरहेको छ अहिलेसम्म। हौ